हेलो गाइज सबैलाई नमस्ते हैन आज चाहिँ हामी पिकनिक खान आएको छौँ हैन घरबाट बनाएर ड्राई पिकनिक घरकै अब सबै भाँडाकुँडा उ यस्तो छ है हालत पिकनिक खान आएको न कराई छ न केही छ मासु अब पुनिम पनि ल्याउन बिर्सेको छ चम्चीले मासु लाउँदैछ यस्तो दामी ठाउँ छ हैन वरिपरि डाँडै डाँडा जङ्गलै जङ्गल यो चाहिँ भाइ मेरो हैन पुगे भाइ कस्तो लागिरहेछ पिकनिक तँलाई दामी छ पुसाङ भाइ तिमीलाई कस्तो लागेछ राम्रै छ राम्रो छ राकेश तँलाई लभली लभली अब लभली बनाउनु पर्ने हुन्छ ल राणाको सुकुटी चाहिँ छुटो होइन त गोरुको गोरुको अरे सुकुटी ल रितिका यता हेर त एकचोटि तँलाई कस्तो पिकनिकमा कस्तो के फिल भएको छ भोक लागेको छ अरे साह्रो होइन यहाँ खोला नि छ बिस्तार सानो सानो बगिरहेको नदी सानो खालको नदी है यो चाहिँ ल गाइज होइन हाम्रो चाहिँ पिकनिक यस्तै भइरहेछ अब के गर्ने होइन यस्तै हुन्छ पिकनिकमा जहिले अब कहाँ जहिले मासु भात पाइन्छ होइन कहिले चाउचाउ पनि यसरी खानु परेको छ यी के खालको पिकनिक ल्याएको हो कोनी होइन गाडी त यस्तो घारीमा ल्याएको छ यस्तो यो जङ्गलमा होइन कहाँ छ अरे मासु चाहिँ खोएर मासु ध्यान त बा हड्केसमा हालेर ल्याएको रहेछ मासु पनि उहाँ पुलो हेरेर राम एउटा म खाँदैछ सुरु भइसक्यो खानालाई अघि नै राममा ल गाइज सबैजनालाई साथीहरू नमस्कार है फेरि पनि ल बाई बाई